हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि तपाईँलाई आज म भिडियो देखाउनु गएको फेरि पनि अर्को भिडियो लिएर। जो हेर्न सक्नुहुन्छ यहाँनिर जङ्गलमा आगो लागिरहेको छ, एकदमै दुःख लाग्दो। हेर्नुहोस् है, म चाहिँ यहाँनिर ड्युटी छुट्टी भएर चाहिँ घर आउँदै गर्दा चाहिँ यहाँ जङ्गलमा आगो लागेको मैले देखेँ र यहाँ आएको छु गाइस। हो, यो आगो निभाउनु त अब हामी सकिँदैन, तर पनि मैले जुन यो जङ्गलमा जुन चाहिँ बिबक्सहरू ट्रेडिसनल हाइप्सहरू जो मौरीलाई ट्र्याप गर्नुको लागि राखेको थिएँ गाइड्स हो, अनि त्यसलाई त्यसको वरिपरि म सफा गरिरहेको छु। अनि कति जग्गा त सायद डढ्नु पनि सक्यो होला, डढी पनि सक्यो होला गाइड्स हो। अब जतिसक्दो चाहिँ म यस्तो पुरा रापिलो छ गाइड्स, हेर्नुहोस् यहाँ यत्रो आइसकेको छ आमा गाइड्स हो। गाइड्स हो यसरी डरलाग्दो आगो लागेको आवश्यकता छ गाइस यहाँनिर। अनि यो कुन चाहिँ मान्छे लगाएको हो यो त आफै त लाग्ने कुरा त आउँदैन गाइस यहाँनिर। अनि म चाहिँ हतार मेरो बक्सलाई जोड्नुलाई राखेको ठाउँमा म यो सफा गर्नुको लागि आइरहेको छु गाइस। अनि यो यहाँनिर तपाईँले यहाँ देख्नुहुँदैछ, यहाँ चाहिँ यो वरिपरि चाहिँ डढेर सकिसकेको छ, यहाँ हेर्नु हो। अब तलको जुन मैले यहाँ तल राखेको ढुँड त ठिकै रहेछ गाइस। अब यहाँनिर त्यो जलिसकेको छ। अब म हेर्न जाँदैछु गाइस, अब कस्तो छ यहाँनिर यो जग्गा, अनि त्यो मैले राखेको ढुँड कस्तो छ गाइस म हेर्ने छु। अनि हेर्न सक्नुहुन्छ पुरा डढिसकेको छ, उपरतिर आगो लाग्दैछ। पानी नपरेको पनि धेरै भयो, अनि धेरै यो जङ्गल सुक्खा भएकोले गर्दा गाइस यहाँनिर चाहिँ आगो लागेको हो यो। म एकदमै दुःख लागिरहेको छ, यस्तो हुन्छ। अनि यो खासै आगो लगाउने मान्छे चाहिँ एकदमै ठिक होइन यो मान्छे चाहिँ। हेर्न सक्नुहुन्छ तलतिर पनि पुरा आगो लागिरहेको छ गाइस यहाँनिर। अनि मैले गाइस यो ढुङ्गाको चेपमा हालेको छु एउटा बक्सा, यस्तो जोरदारले आगो लागिरहेको छ गाइस। समस्या गाइस यहाँनिर एउटा बक्सा राखेको छु, तर डढ्ने गाइस हो। हेर्नु सक्नुहुन्छ त्यहाँनिर चेपमा एउटा राखेको छु गाइस हो। अब यो आगो निभाइसक्नु छैन, अब गाइस यसले लान्छ जस्तो छ, यस्तो भएको छ गाइस यहाँनिर हो। अब यहाँनिर आउनु चाहिँ आयो गाइस, तर लाग्दो आगो यहाँ लाग्यो, यहाँ मुनि डरलाग्दो लाग्यो। अब यो टोटली यहाँ चाहिँ टोटली आगो लागिसकेको रहेछ गाइस, यहाँ हेर्नु सक्नुहुन्छ यो धेरै बिहान त क्या हिजोदेखिकै लागेको हो क्या गाइस हो। मैले देख्नु पाइनँ अनि यसरी, तर थ्याङ्क गड है आगो चाहिँ लागिसकेको छ यहाँनिर। तर आगो चाहिँ लागिसकेको छ, तर मेरो यो बिबक्स चाहिँ बाँचेको छ गाइस हो। एकदमै मेरो हृदयबाट ईश्वरलाई एकदमै धन्यवाद छ, यसरी मेरो बिबक्स यसरी बाँच्यो हो। यो ट्रेडिसनल ढुँड यसरी बाँच्यो, जो यहाँनिर देख्न सक्नुहुन्छ। मौरी त आएको छैन, तर पनि अब यहाँनिर चाहिँ यसरी मैले राखेको थिएँ गाइस हो। एकदमै धन्न यस्तो बलिरहेछ आगो। अब यो आगो निभाउनु सक्ने होइन गाइस हो, यसरी छ हेर्नुहोस् गाइस। अझै तपाईँहरूलाई म देखाउँदै लान्छु, यहाँ माथितिर पनि मैले राखेको छु गाइड्स हो। गाइस हेर्नु सक्नुहुन्छ टोटली यो जग्गा चाहिँ डढिसकेर पनि पात झरिसकेछ हो। अब यो ठाउँमा आइपुगेपछि टोटली
गाइस डढिसकेको छ। यहाँ तल कम्ती आगो बलिरहेछ हो। टोटल्ली फिनिस भइसकेको छ डढेर। अब यहाँ मुनि जाँदैछु गाइस, यहाँ जाँदैछु। एउटामा मैले एडिसनल हात राखेको थिएँ। अब कतिको जल्यो हो, जलेको छैन थ्याङ्क गड। ओ थ्याङ्क गड है, धन्यवाद ईश्वरलाई, जलेको छैन रहेछ। हुनु चाहिँ गाइस अब मैले चाहिँ अब यता वरिपरि चाहिँ सरसफाइ गरेर राखिदिएको थिएँ हो। यहाँसम्म चाहिँ गाइस यहाँसम्म चाहिँ आइसकेको रहेछ हो। धन्न है यसरी पक्ष बाँचिसकेको छ। अनि सकेको छ भने चाहिँ यसरी राखेको छु हो। तपाईँहरूलाई धन्न बाँचेछ। अनि ईश्वरलाई धेरै धेरै धन्यवाद। अब यहाँ फेरि बेसी बस्नु पनि हुँदैन गाइस, किन माथिबाट फेरि ढुङ्गा पल्टिने चान्स हुन्छ। माथिबाट गरम ढुङ्गा पल्ट्यो भने फेरि अर्को लन्ठा हुन्छ गाइस हो। अनि सक्नुहुन्छ गाइस हो। मेरो परिवारले पनि लोड राखेको छ उनीहरूको हस्बेन्डले, परिवारले हो त यही टाइममा हो। उनीहरूले पनि लोड हेर्न आएको हो रहेछ। चलिसकेको छ हेर्न सक्नुहुन्छ। जल्दै यहाँ पनि गइरहेको छ गाइस तलको। अब जङ्गल आउँदा कस्तो हुन्छ खुट्टा, अझै पानी परेको बेलामा अन्त त।